हेर मेरा बा यो पजारी हो। नमस्कार। अब भने यो म कालजनीको झरना देखाउन गइरहेको छु। हजुरले देख्न सक्नुहुन्छ साथीहरू रमाइलो गरिसक्नु भएको छ, गर्दै हुनुहुन्छ। कोही साथीहरू सरसफाइतिर लाग्नु भएको छ भने कोही रमाइलोतिर लाग्नु भएको छ। अब म पनि पौडी खेल्न जानुपर्ने हुन्छ। सबै साथीहरू पौडी खेल्दै हुनुहुन्छ। म पनि जाने तयारीमा है गाइज। पानी हो गयो साथै गयो माथि जान गयो। थाहा छ कि मलाई मैले माथि आफ्नो हुनु पऱ्यो आफ्नो भनेको हुनु पऱ्यो जे कुरा नि छोड्नु के जाम तल म है माथि एकजना साथी नजानु भन्दा पनि हाम फाल्न जानु भएको छ। हेर मेरा बा यो पजारी हो। खतरा पजारी, उसको ज्यान दुख्छ यार। बद्दा यार करिब 40 वर्ष करसको मान्छे यसरी बचपनको पारा देखाउँदै हुनुहुन्छ। हामीले नजानु भन्दा पनि उहाँ माथि पडाबाट हाम फाल्नुभयो। हामीले सम्झाउन सकिएन। हामीले अनुरोध गरेको हो यसरी खतरनाक आफ्नो ज्यानलाई जोखिममा पार्नु हुँदैन। यो भिडमा यसो खुट्टा चिप्लियो भने चिप्लिहाल्यो अथवा ढुङ्गामा ठोकियो भने ठोकिहाल्यो। बारम्बार अनुरोध गरियो यसरी हाम फाल्नुहुन्न। आफ्नै लापरवाहीले केही घटना घटिहाल्यो भने भोलि बिहान यहाँ रमाइलो गर्न आउनेहरूको लागि बन्द हुन्छ। केही समय अगाडि नै यहाँ 2-3 जनाको घटना घटिसकेको भन्ने जानकारी आएको छ। त्यस पश्चात यहाँ प्रहरी नै आएर यहाँ स्विमिङ गर्न रमाइलो गर्न ब्यान गरिएको थियो अरे। फेरि अहिले पुनः खुलेको रहेछ। फेरि अर्को साथी गइसक्नु रहेछ। फेरि अर्को एकजना साथी गइसक्नु भएको छ। उहाँलाई पनि